वेलकम ब्याक टु माई च्यानल। फेरि पनि सबैलाई मेरो ब्लगमा स्वागत छ। अनि आजको ब्लग चाहिँ धेरै दिनपछि नै आउँदैछ। अनि मैले चाहिँ आज चाहिँ हामी घुम्न गइरहेको छौँ। शनिबार हो नि त, अनि त्यही भएर आज चाहिँ हामी घुम्न गइरहेको छौँ। अनि आज चाहिँ मेरो ब्लगमा म नयाँ मान्छेलाई देखाउने छु। अनि उहाँलाई सबैले चिन्नुहुन्छ। अनि त्यही हो, आज चाहिँ हामी एकछिनमा निस्किन्छौँ। अनि यो चाहिँ मेरो आउटफिट अरू केही भन्ने खै मलाई त केही भन्न नि आएन। सायद आज धेरै दिनपछि भ्लग स्टार्ट गरेको भएर पनि होला। अनि भर्खरै हामी यहाँ गाडीबाट चढ्यौँ। गाडीमा यस्तो भिड थियो, हामी जङ्गलबाट उभिँदै आएको होइन, सिट नभेटेर। तेरो गर्लफ्रेन्ड अरे 10 क्लाससम्म मलाई सुगाउने भने यहाँ चाहिँ यिनीहरू 3जना छन् होइन। अनि अब हामी भित्र गएर भाउजूहरूलाई भेट्छौँ। भाउजूहरू अघि नै आइसक्यो। हामी चाहिँ के भन्छन्, गाडी जाम भयो नि त हाम्रो। गाडी पनि जाम, एकदम उभिएर आउनु पऱ्यो हामीले। अनि भाउजूहरू त गइहाल्छु अगाडि नै भित्र। अब खै म भाउजू अरू त त्यस्तै हो, म हाम्रो भाउजूलाई चाहिँ देखाउँछु होला। अरूसँग अब त्यस्तो फ्रेन्डली छैन नि त म सबैलाई, त्यही भएर अगाडि त्यस्तै छ। लु सचिन बोल त। भन त। फाइनली अब हामी जाँदै त छौँ। कस्तो गर्मी छ, एकदम गर्मी छ। 3जना यहाँ छु म। त्यस्तै चलिरहेको छ हाम्रो। अब थोरै छ हामी त्यहाँ पुग्नलाई चाहिँ। आज एकदम किन यति गर्मी भइरहेको छ मलाई, सो गर्मी, सो हट। फाइनली हामी यहाँ पुग्न त पुग्यौँ, तर यस्तो भिड छ, यति धेरै भिड छ। अब खै टिकट पाउँछ कि पाउँदैन, पायो भने जान्छौँ, पाएनौँ भने फर्किन्छौँ। त्यो लाइन लागेर खै बल्ल हामी त्यत्रो लाइन बसेर टिकट काटेर 4जनाको टिकट काटेर हामी भर्खरै भित्र पस्यौँ। अनि यस्तो क्राउड छ आज, यति क्राउड कि अब कुरै नगरौँ। त्यस्तै छ, त्यहाँ पनि त्यस्तै छ। यहाँ भाउजूलाई खोज्न जाँदैछ। भाउजू हराइसके, भाउजू हराएको होइनन् कि हामी चाहिँ यहाँ भाउजू भेटिसकेछन्। अनि हामी यहाँ ड्राई पिकनिक, यहाँ सब ड्राई पिकनिक पनि सकिसक्यो। अनि यहाँ चाहिँ यस्तो कुदिरहेको। के भन्नु थियो, सचिन हेर्छ, फोन किन उठाउनु भएन अरे। यहाँ यस्तो रमाइलो भइरहेछ, कुद्ने कम्पिटिसन। हर्स रेसिङ। ल यो पिङ्क कलरको बहिनीलाई हेर्नु, ल हेर्नुहोस् त कुदेको। आमा ठोकिएको मेरो के भने होला, बाबु तिम्रो धेरै मोटाइसक्यो, ल हल्का वेट कम गराऊ भने दौडिन हेर्नु हेर। हेलो गाइज, फेरि पनि म तपाईँहरूको माझमा आइसकेको छु। यहाँ हुनुहुन्छ मेरो दादा। आज चाहिँ हामी यहाँ गोदावरी घुम्न आएको छौँ। ललितपुरमा रहेको गोदावरीमा घुम्न आएको छौँ। से हाय बोलो गाइज, ये है मेरी भाभी, ये है मेरी बहन, ये है मेरा भतीज। मैं इनसे आज गोदावरी घूमने आई हूँ। मुझे इनको गोदावरी घुमाने के लिए लेकर आई थी। इधर मेरा भाई है, इसको गोदावरी नहीं पसंद है। इसको पसंद हो कैफे, क्या बोलते हैं उसका नाम, क्या बोलते हैं? सैंडीज गार्डन। म चाहिँ यहाँ सानो खोलामा आइसकेको छु गाइडहरू। यहाँ सानो चट्ट परेको एउटा खोला छ। त्यो खोलाको नाम के हो त्यो त मलाई पनि थाहा छैन, तर यहाँको भ्यू चाहिँ एकदमै राम्रो छ गाइज। घुम्नको लागि आउँदा हुन्छ। यहाँ मेरो दिदी र भाउजूलाई खोला तर्न एकदमै आपत परेको हेरिरहेको छु।
मेरो भतिजलाई चाहिँ क्यामेरा देख्यो भने लास्टै लाज लाग्छ, हेरिदिनु होला। उहाँलाई सब्सक्राइब गरिदिनु होला, उहाँको पनि युट्युब च्यानल छ। मेरो दादालाई चाहिँ इन्स्टामा फलो गरिदिनु होला, निरञ्जन मल्लज्यूलाई। लाग्न सबै किन बन्नु पर्छ होइन? एकदमै सास फेर्न अप्ठ्यारो भएको अवस्था। अब हामी उता के अरे माथि जाँदैछौँ सङ्घर्ष गरेर सानो पहाडलाई छोडेर। यो चाहिँ मेरो दादाले आफ्नो गर्लफ्रेन्डलाई देखाउने अरे, यहीँबाट देखाइदिन्छु ब केही छैन। यहाँ चाहिँ एकदमै भिड भएको अवस्था। हामी यो माथि जान पाएनौँ किनभनेपछि 5 बजेपछि यहाँभित्र इन्ट्री गर्न नमिल्दो रहेछ, त्यही भएर हामी जान मिलेन। केही छैन, हामी अर्कोचोटि आउँछौँ। तर कपुर गर्नु बहुत हुन्छ। यहाँ एकदमै यस्तो भिडभाड, आज त शनिबार भएको कारण एकदमै यस्तो भ्यू छ, यता यस्तो भिडभाड छ। तुझको बना करके ले जाएंगे बदरी की। यता चाहिँ डान्स चलिरहेको छ गाइस, एकदमै रमाइलो गर्छन् मान्छेहरू यहाँ आएर। तपाईँहरूलाई पनि आफ्नो मनोरञ्जन गर्नका लागि यहाँ आउन सक्नुहुन्छ। तर म यति भन्न चाहन्छु कि शनिबारको दिन चाहिँ नआउनु होला, एकदमै भिडभाड छ यहाँ। आज हामी धेरै सङ्घर्ष गरेर यहाँ आएको छौँ, शनिबारको दिन चाहिँ नआइदिनु होला, एकदमै भिडभाड छ यता। अब हामी चाहिँ यहाँबाट घर फर्किन्छौँ। कस्तो लाग्यो दादा हजुरलाई गोदावरी? पहिला नै आउनु भएको छ? कस्तो लाग्यो हजुरलाई? गुड हो। ल पिङै छैन यता। मेरो दादाले डर्पिङ खेल्न मन लाग्यो अरे, खेल्छौ त? कहाँ छ यता पिङ? छैन हौ दादा। यता यस्तो भित्र एउटा सुरुङ छ, दिदीहरू गइसके जस्तो छ। यहाँ चाहिँ यस्तो छ एउटा होइन। यहाँ मेरो दादा हुर्किन्छ, त्यो भाँचिन्छ दादा। चलो चलते हैं भाइ। इधर चलो इधर से चलते हैं। यहाँ का नज़ारा भी बहुत अच्छा है। अहिले चाहिँ गोदावरी एकदमै राम्रो भएको छ, बर्खाको महिना भएर फुल नोटिफिकेसन आइसक्यो। चुत्रोको जस्तो हो त है, चुत्रो कहाँ घर हुन्छ नि? चुत्रो काँडा खाऊ अङ्कल। काँडा के हुन्छ? फल त्यो खान्छ न, अर्को खाले नि। यो चाहिँ थाहा त्यो नि खान्छ। के कस्तो फल्छ? आइस अङ्कल हजुर पनि हाम्रो ब्लगमा आइस्यो। ए ल के ब्लग? नमस्ते भन्दैछु अङ्कल। नमस्ते। ल धन्यवाद। खोइ त दिदीहरू उता पुग्छ। हाम्रो दिदीहरू चाहिँ उता पुगिसक्नुभयो, हामी चाहिँ यता कचुवाको जस्तरी घुमिरहेछौँ। चरपुटर ऐसा मत करो ब्रो, मैं मर जाऊंगी ऐसा करे। दिदीले मलाई पिट्छ कि हजुरलाई गर्छ नि। एकदमै थाकिसकेको अवस्था। पानी छ क्या होला? मलाई दिनुपर्छ नि यार पानी। यसलाई सल्लाह भन्छ। हजुरको बेस्ट फ्रेन्ड हो नि त्यो कुकुर? तेरो बेस्ट फ्रेन्ड हो। मेरो बेस्ट फ्रेन्ड होइन। मुन्निया रे मुन्निया, बद्री की दुल्हनिया। मेरो दादा एकदमै उपटापी मान्छे, एकदमै चकचके चिलबिले। इसको मार डालो, ये बहुत गंदा है। नगर न अहिले पुग्छ। कल गरेर हल्का हल्का
कस्तो चल्यो के अब चाहिँ हामी निस्किन्छौँ यहाँबाट सो बाई बाई